हेलो गाइज वेलकम टु ब्याक माई न्यू ब्लग। आज चाहिँ गाइज हामी चाहिँ पँधेर जाँदैछौँ। लेट्स गो। गाइज यो बाटो हुँदै चाहिँ पँधेर जान्छौँ। लेट्स गो। हेर्नु गाइज पुरै जङ्गल छ होइन। गाइज हामी चाहिँ उहाँ माथि त्यो पोलदेखिबाट आएको। हामी चाहिँ यति तल झरिसकेका छौँ। अब चाहिँ गाइज हामी चाहिँ यसरी तल तल जाँदैछौँ। यता छ हाम्रो आर्बा। यता चाहिँ अलि हिमाल अलिक क्लियर आएन होइन, किनकि बादल आज चाहिँ त्यही भएर। ल गाइज हामी चाहिँ अब यता वनतिर जाँदैछ। लेट्स गो। यो भिडियो पुरा हेर्नु होला र हाम्रो च्यानललाई सब्सक्राइब गर्नु छैन भने सब्सक्राइब गरिदिनु होला। चाहिँ डोजर भ्लग भनेर आएको थियो। डोजरले खनेको चाहिँ यहीँ हो। अहिले त्यहाँ डोजर सोजर केही छैन होइन। यसरी चाहिँ बाटो खनेको गाइज यता वनतिर चाहिँ होइन। ल होइन गाइज अहिले चाहिँ यता लालीगुराँस फुलेछ होइन, अलिअलि छ। तर अहिले माथितिर धरातिर त छ। अब हाम्रो त्यतातिरको नि भ्लग आउँछ। अब चाहिँ हामी त्यता अलिक भित्री जङ्गलतिर हामी एन्ट्री हुँदैछौँ। जङ्गलतिर के कस्तो हुन्छ हेरिराख्नु होला र हाम्रो च्यानललाई लाइक सब्सक्राइब गर्नु होला। अब चाहिँ यो चाहिँ नेपालको जङ्गल होइन गाइस। अब हामी चाहिँ जङ्गलभित्रै बस्यौँ बल्ल। अघि चाहिँ हामीले अलि बाहिरै थियौँ होइन। अब चाहिँ हामी यताबाट जाँदैछौँ। यहाँ चाहिँ अलिकति यस्तो यस्तो पहिरोहरू भइरहेको। मजा खान्छ पानी लिनु गएको हेर्नु सक्नुहुन्छ। अनि यता मेरो भाइ भयो ऐसिन। हेलो यता चाहिँ यत्रो दुःखहरू छैन गाइज। ल गाइज पुरै खने नि त। त्यहाँ अलिकति भित्र वनमा आइसक्यो। हजुरलाई थाहा भएकै कुरा होइन। यस्तो पातै बात छ कि हेर्नु, यस्तो साउन्ड आहा एकदम खतरा होइन। ल हेर्नु गाइज यता पुरै वनहरू छ क्या। ल हेर्ने ल हेर्नु यस्तो छ कि पुरै यो चाहिँ माथितिर भयो यस्तो देखियो। माथितिर तलतिर हेर्नु भने पुरै सिधा एकदम क्या स्लिम ट्री खत्रै देखिन्छ क्या नेचर है। घरतिर चाहिँ यता गाडीहरू हिँड्ने भएर चाहिँ चरा केही सुन्न पाइन्न। यता चाहिँ पुरै चरा गरेर हुन्छ होइन, पुरै सिधै हुन्छ क्या। ल हेर्नु आइज हेर्नु त पुरै सिधै छैन त नि, धेरै रुखहरू छ सिधै छ। मेरो भाइ चाहिँ उहाँ तल पुगिसकेको छैन, त्यहाँ तल। अहिले चाहिँ म चाहिँ माथि नै छु। यता चाहिँ यो बाटोहरू भइहाल्यो होइन गाइज। वनतिर नि चौतारो हुन्थ्यो क्या, किनकि मान्छेहरू पानी लिएर घाँस लिएर आउँथ्यो होइन। अनि यस्तो चौतारोमा चाहिँ बस्ने गर्थ्यो अरे क्या। यस्तो त्यही भएर हेर्नु न यस्तो पुरै बस्ने जस्तो स्टाइलले पुरै चौतारोहरू बनाएर राखिदिन्छ क्या। मैले चाहिँ यस्तरी बस्थ्यो अरे मान्छेहरू, किनकि यता वन जङ्गलतिर त घाँसहरू पानीहरू यता पँधेर खान्छ नि त। मैले पानी लिन गइरहेको मुलको पानी भनेर, त्यही भएर। ल हेर्नु है यस्तो जङ्गल छ क्या। ल हेर्नु खतरा सुन्ने नि त। एकछिन है ल। देख्नुमा खतरा सुन्ने खाके नेचुरल भाइब छ क्या। त्यो वन जङ्गलहरू चाहिँ पुरै काटेछौँ क्या। यसरी काट्नुहुन्न क्या, किनकि यो कार्बन एब्जर्बर हो। झन् यसरी वारहरूले गर्दा झन् कार्बन इमिसन्स चाहिँ गाइज धेरै भइरहेको होइन। त्यही भएर चाहिँ यस्तो रुख चाहिँ धेरै काट्नुहुन्न क्या गाइज। रुख काटे पनि ल आफ्नो बेसिक निड्सहरू फर्निचरहरूको लागि काट्यो भने हामीले रोप्ने पनि गर्नुपर्छ, प्लान्टेसन होइन। ल हेर्नु गाइज खत्रै देखियो क्या जङ्गल चाहिँ होइन। साउराहरू लाने चाहिँ बाटो खने छ। ल हेर्नु गाइज डोजर बाटो खने छ। यसरी यो बाटो हुँदै हाम्रो यहाँबाट काटिएको दाउराहरू जान्छ। अब चाहिँ हामी चाहिँ मुहानतिर आउन लागिसकेका छौँ। धेरै नै हिँड्यो, लगभग 2 किलोमिटर हिँड्यो होला गाइज हाम्रो घरबाट होइन। अब चाहिँ हामी चाहिँ मुहानतिर आउन लाग्छौँ। ड्याडीहरू भाइहरू चाहिँ उहाँ अगाडि छ। मान्छेले के गाइज हेर्नु वनमा धरि प्लास्टिक्सहरू फाल्थ्यो क्या। अब यसरी वनको त उसाहरू बिग्रिन्छ। अब जताभावी त यस्तो प्लास्टिक्सहरू चाहिँ नफालिदिउँ है गाइज। एउटा स्पेसिफिक ठाउँमा यहाँ ल बोतल फाल्थ्यो क्या। यो जङ्गल हो कि कुडा फाल्ने ठाउँमा गाइज मलाई चाहिँ यहाँ थाहा भएन है। यस्तो चाहिँ नगरिदिउँ है जुनसुकै जङ्गलमा पनि के गाइज। ल गाइज हामी चाहिँ होइन यता चाहिँ बल्ल पँधेर आउन लागिसक्यो उहाँ भाइहरू होइन। बल्ल पँधेर आउन लागिसक्यो। अब चाहिँ हामी चाहिँ गाइज पानी भर्छौँ हेर्नु होला। म ट्याक्कै हजुरलाई पँधेर आएर देखाइदिन्छु। लेट्स गो। यो भयो यो हाम्रो धारा पानी हो होइन। यसलाई भन्छ धारा पानी। यहाँबाट यताबाट पानी आउँछ होइन माथिबाट पाइपमा, किनकि यसलाई अलिकति
सहज छैन पाइप भने अनि चाहिँ यहाँ चाहिँ पालुवाहरू परेर चाहिँ होइन त्यही भएर पानी खान हुन्न। यहाँ चाहिँ अब अलिक माथि चाहिँ हाम्रो धारे पानी खायो। यो धारे पानी भयो, माथि चाहिँ त्यही टुने पानी भन्ने छ। अब चाहिँ हामी चाहिँ यता यस्तो झाडीहरू हुँदै जान्छौँ। यसको लागि प्लिज सपोर्ट गरिदिनु होला। मैले चाहिँ हजुरहरूलाई यस्तो पहिलाको कुराहरू देखाएको छु। हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन गाइज। गाइज जङ्गल हेर्नु गाइज। हामी यहाँ 3 जना मात्रै छौँ जङ्गलमा होइन। यो पुरै जङ्गलमा चराहरू गरेर होइन। ल कडुस हेर्नु न, कडुस खसेछ। अहिले चाहिँ यहाँ चाहिँ काफल पाक्ने होला कि ल हेर्नु डोजरले खानेर यस्तो ग्राउन्ड बनाइदियो यहाँ त होइन। ल हेर्नु जताततै रुखहरू काट्दैछ होइन। अलिअलि त पलाखा रोपे होइन, तर पहिला कस्तो धेरै त हुने कि ल हेर्नु काटेको ठाउँमा। मैले अन्त देखाउँदाखेरि चाहिँ कस्तो धेरै थियो, तर यहाँ चाहिँ हेर्नु न पुरै काटेछ कि रुखहरू। त्यो ठुल्ठुलो रुखहरू काटेको थियो, मतलब पुरानो ठुलो रुखहरू धेरै काटियो है। ल हेर्नु गाइज पुरै छाङ्गे भयो यताको त। त्यतिखेर कति झाडी थियो नि त होइन। यहाँ चाहिँ बल्ल अलिअलि सानो उम्रिँदै छ फेरि। ल हेर्नु ल सिधा त फेरि अब जङ्गलमा कि सिधा रुख हुन्छ यार है। यो हाँगा बिगा भएको रुखहरू काटिसकेको मान्छेले, त्यो सिधा बच्यो जस्तो लाग्छ मलाई। हामी त यार धेरै नै तल आयो जस्तो लाग्छ। कहाँ हो यार अर्को पानी मूल पहिला मान्छेहरू यार यति तल चल्दैछ नि हेर्न पानी लिन आउँथ्यो। पहिला त पाइपहरू थिएन नि त, अनि यहाँ मुलको भनेर यति धेरै टाढासम्म आउने गर्छ कि मान्छेहरू। हेर्नु कति ठुलो पेड रुख छ क्या, मतलब होइन त। यो कति सालदेखि होला ल गेस गर्न सक्नुहुन्छ? ल गेस गर्न सक्नुहुन्छ भने प्लिज कमेन्ट डाउन। होइन भाइ पुरै डाइनेसरको बाबादेखि हो क्या जस्तो लाग्छ क्या घरिहरू त, तर होइन होला। होइन कति ठुल्ठुलो रुखहरू भयो यहाँ चाहिँ। ए भाइ यहाँ कति पानी एब्जर्ब गरे होला सोच्नु। ल हामी चाहिँ यता यो भलानतिरको बाटोदेखि लागिसक्यो होइन। उता चाहिँ काउँ खोला खायो होइन। काउँ खोला त सुकिसक्यो। अब यहाँ हिँडेर चाहिँ क्या पानी होइन। हेर्नु एउटा दुईवटा तिनवटा उहाँ माथि 4वटा डेन्जर ठुलो रुखहरू, अनि यहाँ चाहिँ 5-6वटा चाहिँ यो धारा पानीको मूलहरू भएकोतिरको साइड चाहिँ काट्दैन क्या, किनकि फेरि यो काटेपछि भत्किन्छ नि मुल झ्याउन्छ भनेर ऊ त्यसरी धारा नै बनाएर राखिदिएको क्या, कन्जर्भेसन एकदम। ल हेर्नु ऊ त्यस्तो धारा खायो क्या। फाइनली मूलमा आइसक्यो। आजको भ्लग कस्तो लाग्यो प्लिज लाइक एन्ड सब्सक्राइब। बाई बाई गाइज। ल हेर्नु ए गाइज मूल यहाँ पानी रहन्छ, यता धाराबाट चाहिँ पानी आयो। आजको भ्लग कस्तो लाग्यो प्लिज लाइक एन्ड सब्सक्राइब। बाई फर नेक्स्ट भ्लग एन्ड सब्सक्राइब फर नेक्स्ट भ्लग गाइज। बाई।